गुड मर्निङ एभ्रिवान है। आज चाहिँ कस्तो मौसम भइरहेछ भन्नुहुन्छ भने पानी परिरहेछ है। भर्खरै उठेको भनौँ न, बिहान पनि एकचोटि पानी पर्यो अनि अहिले फेरि पानी परिरहेछ क्या। अहिले फेरि पानी परिरहेछ, मौसम एकदम चिसो। मेरो गाउँघर यस्तो देखिरहेछ अहिले। अनि म अहिले तपाईँहरूलाई पुरै देखाउँछु। यता पर माथि हाम्रो एउटा भवन छ क्या, त्यहाँ गएर है गाई बस्तुहरू पनि भर्खरै सारे होला आमाले होइन बाले। आजको मौसम यस्तो छ, टन्नै पत्कर सोर्यो बाख्राहरू पानी परिरहेछ। हाम्रो मालिक लुगा धोइराख्नु भएको। मौसम यस्तो खतरा छ। यहाँबाट अलिकति तलतिर देखाइदिउँ होइन। यो चाहिँ हाम्रो गाउँ तलतिर पिच रोड छ। अब मकै छर्ने दिनहरू सुरु हुन्छ। अब पानी पऱ्यो, मल छर्नेहरूले मल छरेर बारीहरू सबैले बनाइरहेछन्। अब यो ठिक्क बनाएको नि त, यो पानीले ठ्याक्क माटो भिज्यो भने मकै छर्नेको लर्को लाग्छ भनेको सबैले। अब गाउँघरमा गोरु कम्ती छन् आजभोलि, कहिलेकाहीँ त गोरु पालेर बस्नु जस्तो लाग्छ हो मलाई त यार है। यो हो फुल खतरा फुलिरह, सबै फुल झरिसक्यो। यो चाहिँ बाँकी छ अहिले भने है। मेरो स्कुटर स्टार्ट हुन्छ कि हुँदैन। यो त घाँस पनि मैले लिएर आएको हो। किम्मुहरू टन्नै फलाएको छ सबै बाँदरहरूले। स्वाहा पारौँ कस्तो दामी देखाइरहेछ। कुहिरो चाहिँ लगाइरहेको क्या, भोस्सो लगाइरहेको। कस्तो खतरा भइरहेको। र काकाहरू उठेको छैनन्। ओ काकी के हार लाए? यहाँ खोले पाक्दैछ यस्तो। हाम्रो त बिहान बिहान यस्तो चल्छ क्या, खोले पाक्दैछ। गाई दुन लायो, पिठो मजाइछन् काकीले। काका के हार लाएर? म दुध नि बस्छु। टाउको दुखिरहेको छ क्या तिम्रो? भित्र अँधारोमा त के देखिन्छ र बा? के गर्ने त, बिजोग भयो त। काकालाई ज्वरो आएर यस्तो पानी आउँछ हाम्रो अहिले चाहिँ। लेखा पत्र गइराख्नु पर्छ, तर खानाको लागि पानीलाई मात्र, अरू चाहिने चाहिँ आउँछ। घरमा धार हो त्यस्तो। यति मौसम यति खतरा छ। हाउ आई एक्सप्लेन क्या। पानी परिरहेको तर म गाउँ डुलिरहेको। मन्दिरभन्दा माथि भवन छ क्या, त्यहाँबाट माथि म देखाउँछु है त तपाईँहरूलाई। यस्तो खतरा छ, यति दामी छ। कुखुराहरू पनि सुत्यो होला आज त पटाटाटाटाटा जस्तामा पानी पड्केर। यो चाहिँ कुखुरा फर्म हाम्रो अङ्कलहरूको। एउटै भिडियो हुने भयो त। आज म चौतारा जान्छु होला, किनकि सानो बेलाको याद ताजा गर्नु छ क्या। किनकि म पहिला हुन्छ नि, बासँग चाहिँ जान्थेँ क्या। क्यामेरामा पानी परेछ, ठिकै छ। बासँग जान्थेँ क्या, बासँग जान्थेँ पेन्सन झिक्न भनेर होइन। अनि रमाइलो हुन्थ्यो। आज पनि जान्छु। आज चाहिँ पहिला बालाई लिएर जानुहुन्थ्यो, आज म लिएर जान्छु बालाई। यो चाहिँ हाम्रो क्रियापुत्री भवन के भन्छ, यस्तो सोत्तर राखेर यस्तो छ राइट। ल आएँ हाम्रो गाउँहरू यस्तो देखिन्छ हेर्नु। त्यो बिपुल घर भइहाल्यो। यो यतापट्टि डाँडो हरे डाँडो चल्किने, यतापट्टि काँडे के भन्ने ठाउँ हो यो। त्यता डडुवा हो। तलतिर बोक्से गाउँ, यो मेरो गाउँ। यता चौतारा, मेलचौर, इर्खु, दीप, पर देखेको जङ्गल छाप यस्तो देखिन्छ होइन।
स्क्रिन पनि तातो जस्तो छ क्यामेराको बन्द भयो यहाँ देखेको वहाँ देखेको चाहिँ बक्सा गाउँ हो मेरो सानो मन्दिर ल आजको मर्निङ भ्लग यति भयो होइन मेरो केटाहरू सुतिरहेछन् अब एकैचोटि हामी चौतारामा भेट्नेछौँ चौतारा गएपछि तर पानी रह्यो भने जाने हो रेनकोट पनि लिएर आएन मैले त चरी काकीले पानी लिएर आइन् चरी काकीलाई देखाएन है त मेरो चरी काकी ओ काकी बिहान बिहानै पानी लिएर आऊ त लेखा 15 पानी लिएर आएको चिनेन होला चिन्यौ मलाई चिन्नु भयो चिन्ने भयो मलाई को राजुको भाइ दीपक म अस्ति 20 गते आएको अस्ति हामी आएको तपाईँ हुनुहुन्न थियो हो स्कुटरमा म अहिले आएँ मै हो अब नजानी अब क्यान्सेल आएको ल म दिन्छु त्यहाँ घरमा छ है ल ल ल छोरो कता छन् भाइ भाइ कता छ आउँछन् मैले त कहिले देखा छैन भेटे छैन आज भेट छैन ए ल ठिक छ ल ल ल ल गर्छन् बिस्तारै गर्छन् उसको पनि टाइम आउँछ सबैको गुनासो आफ्नो गुनासो हुन्छ नि त गुनासो भयो होला नि त गुनासो के गर्नु गाह्रो छ लाइफ इज भेरी भेरी गाह्रो गाउँमा है मजा आइरहेछ पानी परिरहेछ सिरसिर परिरहेछ तर झमझम परा चाहिँ होइन सिरसिर परिरहेछ क्या जे होस् रमाइलो भइरह रमाइलो.com ल अहिले चाहिँ म घर पुन्जेलसम्म खेद्छु उहाँलाई माथिबाट आन्टीले हेर्दा भए के बोकेँ मैले ओ बबिता क्यारला जस्ता पड्केर केही सुन्दै नसुने होला है भाइ आयो 3.66 आछ रे ल देखा छैन ल उ त्यहाँ छेउ पानी पऱ्यो म त गएँ यहाँ ठुलो पानी पऱ्यो बाघ मिल्का बाघ ल म पसल आइपुगेँ बाले पसल फले चाहिँ बत्ती छैन क्या आज यार टेन्सन भइरह हजुरबा उठेछन् हजुरबा अब मकै छर्नु पर्छ कहिले छर्ने अब भारे भोलि छर्ने आज यति पानीले त पुग्दैन एक्लै चिया खानु भयो चिया खाएन भने हाम्रो घरमा पकाउँछन् होला आउनु है भर उठे ल ल ल ल ल भर उठेर हजुरबा त बाजे उठे चिया पकाउनु पर्ने होला नि बा पकाउनु पर्यो पनि पानी पऱ्यो अब मकै छरिहाल त छरिहाल्ला नि अब अलिअलि गरेर अलिअलि गर्दा छर तिमीसँग त टोपी रहेछ मसँग त टोपी पनि छैन यार काने टोपी दिन्छु नि त ल्याउ न त्यो ल बाई बाई